जिन्दगी चाहिँ सोचे जस्तो नहुँदो रहेछ साथी। अब यसलाई नै हेर्न, ठुलो सोरुम खोल्छु रे, कत्रो कत्रो गाडी राख्ने सपना देखाएको थियो यसले, तर आखिरमा खलासी भयो। अहिले रत्न पार्क चाबेल गर्दै बसेको छ यो। आफ्नो हेर्न आफ्नो, आफूलाई चाहिँ कसले भन्थ्योस् तपाईँ खुब ठुलो ठुलो रेस्टुरेन्ट खोलेर बस्छु भनेर बसाइदिस् त, खोलिस् आखिरमा लास्टमा त बनिस् त एउटा वेटर मात्रै। आफूलाई चाहिँ कसले भन्थ्योस्? अझै के हाँसिरहेको साथी? खुब तैँले चाहिँ नापिस्, खुब ठुलो बिजनेसम्यान बन्छु भनेर बसेको थिइस् त, गाजा बेचेर त पुलिस तेरो पछाडि लौरो लिएर कुदिरहेछ। अरूको कुरामा हाँस्दो रहेछ कति नमरा। खुब हाँस्दो रहेछ। तर होइन यार साथी, अब चाहिँ जिन्दगीमा केही ठुलै काम गर्नुपर्छ है, त यसरी बसेर त हुँदैन। अनि के ठुलो गर्नुपर्छ म तिमीहरूलाई भन्छु। भन्न के गर्नु के गर्नुपर्छ भन्छ? के गर्छस् भन्नु? चोरी।